मलाई चाहिँ छोराछोरी सम्झेर अहिले सब नङपालिस हाम्रो आमाको कपाल चाहिँ रेडी भइसक्यो लागेको यहाँ हाम्रो आमाको कपाल चाहिँ रेडी भइसक्यो राम्रै मामा फुल्नु है यता हेर्नु त राम्रो देखियो राम्रै देखेँ म पर Hi guys, welcome back to my channel again. अनि तपाईहरु कस्तो हुनुहुन्छ? म चाहिँ एकदम सन्चै छु। म चाहिँ अहिले चाहिँ मामासँग बजार जान आँटेको। ओ कान्छाहरु गेटमै पो बसेछौ त। भाग्यो भाग्यो के खेलेको? नाम चाहिँ यहाँ बसिरहनु भएको छ। अब चाहिँ एकछिन हाम्रो बजारमा काम छ। हाई गाइस, हाम्रो मामाहरु चाहिँ दिउँसै पनि 2-3 चोटि गएर आइसक्नुभयो। म चाहिँ अहिले निस्किँदैछु अनि अहिले चाहिँ म मोमाको चिन्ती लाएर हिँड्दैछु। हामी चाहिँ अहिले सब्जी मन्दिरमा चाहिँ मोमालाई बनतरुल खोजिदिएको। मामुलाई मोमाले खान्छु भनेपछि खोजिदिनै पर्छ। हाम्रो यहाँ मेलको धुलो किन्दै हुन्छ मामुले। बनतरुल चाहिँ भेटाउनु भएन, अरू सबै तरुल रहेछ, बनतरुल मात्र छैन। पुरै सब्जी मन्डीभरि त्यो चाहिँ मेलको धुलो यस्तो मिठो हुन्छ। ए मेल गरे बयरको धुलो। हामी चाहिँ यहाँ मोमाको प्याकिङको लागि झोला लिन आएको। यहाँ झोलाको भण्डार हाम्रो सब्जी मन्डी उरालोमा काम कामको बजारमा यतिको आलु निम्की खाँदै चाहिँ कुद्नुपर्छ। यहाँ हाम्रो मोमा ढुङ्ग्री बुलाकी लाउनु भएर घामले अलिक राम्रै देखेन हेर। नङपालिस सङपालिस चुरा सुरा ढुङ्ग्री बुलाकी टिका लाछा देखा है अम्मा लाछा। अब आमा छोरी चाहिँ डुल्नु जान आँट्नु भएको। आमा फोपा मोमा मामु उफ मामु त्यहाँ हुनुहुन्छ। हाम्रो आमा चाहिँ आमा बाउलाई डुलाउनु लाने अरे मामुले। अहिले चाहिँ बिहानको 6-7 मात्र बज्दैछ। 7 मात्र बज्दैछ। उहाँहरू हेर टिलिक टलक भएर हिँड्दै हुनुहुन्छ। फोपा पनि डुल्नु जाने भनेर फुरुक्कै भइराख्नु भएको छ। के 5 के आउँछ 6 7 8 9 10 त्यतिसम्म आउँछ भक्कु 100सम्म आउँछ मलाई हो। गुड गाइज, आज चाहिँ हाम्रो रुम सर्ने डे। हामी रुम सर्ने कहाँ सर्ने चाहिँ भरे हेर्नु होला। यति भइसक्यो मेरो रुम। बाई बाई रुमलाई। अझै त्यति सार्नै बाँकी छ यस्तो। ओके गाइज, हाम्रो यो रुम चाहिँ अब खाली गरिदिइसक्यौँ। अनि यता किचन पनि थियो हाम्रो, किचन पनि खाली गरिदिइसक्यौँ। अब यो रुम र किचनलाई बाई बाई, किचनलाई बाई बाई, रुमलाई नि बाई बाई। भोलि यो फ्यान र हाम्रो यो समिटर दिन बाँकी छ। अनि वाइफाईको तार। अब यहाँ भएको भ्लग चाहिँ अब आउँदैन। बाई बाई। सामान आइपुग्यो। कहाँ सरिम त थाहा पनि होला। बोजूकोमा नातिनीलाई हेर बोल्दै बोल्दै नातिनीलाई फेरि के वास्ता छ। नातिनीले खाँदैन होला हौ डिउ। ममा आज कहाँ डुलेर आउनु भयो अरे? आज म राम्रो नि। अनि कस्तो रहेछ? एकदम राम्रो। ए अनि यो र यो नबोल्नु हुने अब चिटिक्क देख्दो रहेछ। के हेरौँ यता के साह्रो चिटिक्क देखिनु हुँदो रहेछ त हौ। यो लाउँदा त झन् चिटिक्कै। मेरो
हेर्ने ममाको गेटअप चाहिँ यहाँ नेपालमै सिलाउनु भएको यो अस्ति भर्खर होइन ममा यो नि सबै यहीँ बनाउनु भएको अस्ति भर्खर र त नयाँ नयाँ राम्री भएर पो बस्नुभएको छ त हाम्रो सामानहरू चाहिँ यति भरि छ हामी चाहिँ कहाँ सरेको भन्दा मामा घरमा होइन त ममा हाँस्न अब खुसी हाम्रो मोमा चाहिँ कहिले त्यस्तो रुङ्गी सुङ्गी लाएर हिँड्दैन हाम्रो मोमा एकदम मोडल मोमा हो योहरू चाहिँ छोड्नु भएको छैन पुरानो मान्छेको अरू चाहिँ भेस्ट पेन्ट लाउनुहुन्छ हाम्रो मोमा जामा लाउनुहुन्छ लुङ्गी सुङ्गी लाउनुहुन्न हाम्रो रुम चाहिँ यो अब यहाँ सब सामान थन्काउनु पर्ने यस्तो छ सब बाहिर पनि छ सामानहरू हाम्रो अब यो सब चटक गर्नुपर्ने छ चरण कार्यक्रम हुँदैछ अरू सबै यहाँ सेटअप गर्नु बाँकी छ फ्रिज त्यहाँ राखेको मात्र सेटअप गर्नु बाँकी छ दराज यहाँ राख्यौँ अरू सामानहरू बाहिरै छ अब चाहिँ म सब सामान पछि मात्रै भेट्छु गाइज म चाहिँ यहाँ भ्याइ नभए है कति बजिसक्यो 7-8 बजिसक्यो 8 बजिसक्यो होला यति च्याल्ला गरेर सामान मिलाउँदैछु होइन हाम्रो आमाहरूलाई चाहिँ शिवरात्रि लगाइरहेछ आई विल सो यु गाइज लुक हियर यहाँ हेर्नु त शिवरात्रि अनि अब म युट्युबमा हालिदिन्छु सुने त भन्दा यहाँ हेर्नु त यहाँ शिवरात्रि लागेको यहाँ गीत के बजिरहेछ मुखले के गाउँदै नाचिराख्नु भएको छ हेर्नु त्यो सन्जिना नि खाँदै रहेछ अब म युट्युबमा हालिदिन्छु यो सन्जिनाले नि खाँदै रहेछ यो सन्जिना र सुजुले नि खाँदै रहेछ म अब युट्युबमा हालिदिन्छु आलु खाएको खोइ कोने भाङको लड्डु खाएको म सुने त बन्दा आगो बालिहाल्नु भएको छ अनि नाच्दै हुन्छ यतिको चाहिँ मनाउनु पर्छ है पुगेको छ सबैजना उतै मलाई एक्लै कोठा मिलाउनु छोडेर एक्लै कसैले सघाएको छैन है मलाई साँच्चीमै अब रातभरि मिलाइसक्नु पर्ने त्यतातिर पनि छ सबै सामान यतातिर पनि छ यो पूर्णिमा घरमै छ तर मलाई एकचोटि सघाएको छैन एकचोटि जहिले बिजी छु भन्छ ऊ फोनको बिजी यस्तो खालको बहिनीहरू छ मेरो चाहिँ गाइज अब म चाहिँ काम कन्टिन्यू गर्छु एक त च्याल्लालाई धेरै भइसक्यो क्या खाना चाहिँ खाइसकेँ सबैजना खाना खाएर उतारि जानुभएको रहेछ मजा गर्नुहोस् ठिकै छ मजा गर्नुपर्छ म चाहिँ मेरो काम सकिहाल्छु गाइज हामी चाहिँ धाराबाट फर्किँदैछौँ सर्दु खोला यस्तो सुकेको छ म चाहिँ यता छु बसेर मसेँ हिजो रुम के भन्छ मिलाउँदै रात परेर मैले गरिनँ भिडियो अनि आज चाहिँ लुगा धुनु धारा आएको धरानमा पानीको समस्या छ यी गिलेनिया छ बोकेको मामु र छोरा ऊ पर गइसक्नु अब घर गएको हामी लुगा धुइसकेर फर्केको गाइज मेरो मम्माले चाहिँ त्यहाँदेखि नानी के भन्छ मम्मा मेरो नानी कहाँतिर भोक लाग्दै हिँडिरहेको छ चिया ल्याइदिनु भएको अरे दिउँसो मम्मालाई चाहिँ छोराछोरी सम्झेर अहिलेसम्म राख्नु भएको छ चिया चाहिँ चिसो भइसक्यो
रहेको छ त्यो पनि सुगर फ्री चिया अनि मलाई खा भन्दै हुन्छ आधा आधा नातिनी बोजू बोजूको माया कहाँ गयो